हेलो साथीहरू, बिहानको सिन हेर्न सक्नुहुन्छ है। म चाहिँ आज गोठमा आएको होइन। यता बाजेहरू पनि छ, उता माथि यता टन्नै छ कि गोठहरू चाहिँ। अनि आज म बिहान गोठमा किन आएको भन्दाखेरि चाहिँ मम्मीहरू चाहिँ रातभरि त्यो बिहेमा जात्रा गरेर चाहिँ उठ्न सकेका छैन कि। अनि मलाई गोठमा जाऊ, अनि खैरीहरूलाई छोडा, बाख्राको बच्चाहरूलाई छोडा, यताउति के भनिरहेको थियो। अनि म चाहिँ गोठमा आएको। यो चाहिँ कसको कुरो हो थाहा छैन होइन। यता गोठहरू हेर्न गइसक्यो। पहिला पहिला चाहिँ खेती नै गर्थ्यो। अस्ति हाम्रो गोठ यहाँ थियो, अहिले साह्रै छ होइन। हेर्न सक्नुहुन्छ यस्तो सिन होइन। मेरो बाख्राहरूले यस्तो हेरिरहेछ मलाई। ओहो गोठालो आयो भनेर। तर अहिले नै छोड्ने होइन यिनीहरूलाई फुकाउनलाई मम्मी आउनुहुन्छ। अहिले एकछिनको लागि मात्रै आएको हो। यहाँबाट कसरी छिर्ने म? अबि हो ए आमै कहाँ गएको? खैरीको बेबीहरू हेर्नु हिँड्ने भइसक्यो। ए भगवान्, आऊ आऊ आऊ। अबि झन्डै लड्यो हेर्नु। आमै बिचारा उनीहरू उनीहरूले बाख्राले उत्यो गरेर आउन सकेन रहेछ के। मम्मीको म बिचारा मेरो खैरी एकछिन गोरु यहाँ छ। यहाँ बाबा आउनुहुन्छ कि बेलुका बाख्राले स्यालाउँछ भनेर। यिनीहरूलाई छोड्नलाई आएको कि म यत्तिकै आएको होइन ल। म बिहान म मम्मीलाई गाडीमा पुऱ्याउन नै आएको। अनि आएको यसरी उता बाजे हुन्छ कुन चाहिँ पनि छोड्थ्यो थाहा छैन मलाई। यति मात्रै सानो छ होइन। छोड्यो मलाई चाहिँ गर्मी भइरहेछ। बिचारा अमै कतिखेर गयो त? ए आज बाबा आएन नि त, त्यही भएर होला। आज बिहेमा बाबा पनि काम गर्नुपर्छ, बढारिन्छ, त्यही भएर होइन। यति उज्यालो भइसक्यो अहिले। म अँध्यारोमै आएको। त्योभन्दा माथि चाहिँ हाम्रो